हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अब चाहिँ च्यानल भनेर भन्दा पनि होइन, अब चाहिँ एउटा च्यानल खोलेर चाहिँ हाल्नै पर्ला जस्तो लाग्यो होइन। यो भन्दा कुन दिन चाहिँ च्यानल चाहिँ मेरै बन्ला जस्तो छ। हेर्ने दर्शकहरू अब यतातिर भइहाल्छ, 1 लाख यताबाट सब्सक्राइब यताबाट भइहाल्यो होइन। हेर्दा नि तर यो मान्छेलाई चिनिराख्नु होला, बाटोमा भेट्यो भने पर्सर्सहरू यताउता अलिकति जोगाएर राख्नुहोस् होइन। अनि त्यही हो, अब आज हामी धेरै वर्षपछि सँगै बस्ने भन्ने प्लान एउटा थियो। स्टोरमा मात्र सँगै बसियो होइन, तर आज रुममा आयो, यसो अब खानासाना बनाउने भन्ने पनि एउटा देख्छ। मेरो छेउमा जो पनि ह्यान्डसम देख्छ अरे। ठिक छ गाइज तेरो यसो फ्रेन्ड त मैले त टन्नै बनाएको नि, अब बनाउनु चाहिँ बनाएको, कुनै राम्रो कुनै नराम्रो, अब कोही कुनै तोरी पाङ्रेहरू अब होइन यस्तै हो त। लाइक गर्ने कमेन्ट गर्ने फ्रेन्डहरू चाहिँ बनाउने कि यस्तो त्यो बनाउने होइन, त्यो भनेको त अब फ्यान बटुल्ने हो। अब कतिलाई मनपर्छ कतिलाई मन पर्दैन, त्यो भनेको त आफ्नो तरिका हो नि। सबैलाई मनपर्छ भन्ने चिज पनि छैन। च्यालेन्ज युट्युबकै कस्तो कालो छु र म छ यहाँ अहिले लाइटले गर्दाखेरि मात्र गोरु देखेको। मैले त्यही त भन्न लागिरहेको छु, त चुप लाग्नु एकछिन भनिरहेको छु त मैले। भने रियल कुरा त म आफै भनिहाल्छु नि, म कालै छु, नझुक्किनु होला। बाटोमा भेट्यो भने पनि ल यो मान्छे त हेर्दाखेरि त, अनि भिडियोमा हेर्दाखेरि त सेतो। अहिलेको जमाना जेनेरेसन फङ्सन सबै चेन्ज छ नि। गोरोलाई कालो, कालोलाई सेतो बनाउने चलन छ। म चाहिँ अब बच्चैदेखि कालो, सानैदेखि कालो। घरमा पनि आमा बाउले नि कालै भन्थ्यो। तँलाई चाहिँ घरमा के भनेर बोलाउँथ्यो अरे? च च कुत आइछ आइछ भन्दा होइन। होइन मेरो होइन, मैले चाहिँ जेस अनि तेरो भन्नु खोजेँ कि अब जेस कसरी बोलाउँछ भनेर। खाना खाने बेला कसरी बोलाउँछ तँलाई? सर भन्नु। तेरो नाम सर थियो? कति सर आइछ भनेर होला होइन। ल अब यो चाहिँ यसो त्यतिकै टाइम पास गर्नको लागि चाहिँ मैले एउटा भ्लग बनाएको। अब हेर फेरि ऱ्याप चाहिँ हाने मलाई भनेर बस्यो होइन। भनाइ चाहिँ के थाहा छैन। अब म एकछिनमा बुझेर अनि त्यसपछि त्यसको लिरिक्ससहित म अपडेट गर्नेवाला छु। ल हस्, आजलाई यतिलाई, नमस्ते, धन्यवाद।